धन्यवाद। यहाँहरू आफ्नो यथास्थानमा बस्न सक्नुहुनेछ र अब आजको हामी कार्यक्रम जो उद्घाटन समारोह छ हामी एकदमै मुख्य भागमा प्रवेश गर्न चाहन्छौँ र राष्ट्रिय महिला फुटबल प्रतियोगिता जो विकासशील फुटबल प्रतियोगिता 2082 लाई औपचारिक रूपमा उद्घाटन गर्न जाँदैछौँ। हाम्रो अघि एउटा गेम सम्पन्न भइसकेको छ र हामी यसलाई औपचारिक रूपमा उद्घाटन गर्न जाँदैछौँ र उद्घाटनको निम्ति खेलाडीको हातमा बल हस्तान्तरण गरेर साथसाथै बेलुन उडाएर हामी आजको कार्यक्रमलाई यो सम्पूर्ण प्रतियोगितालाई 2 दिने आज र भोलि हुने प्रतियोगितालाई उद्घाटन गर्न गइरहेका छौँ।